हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ हामीले कर्कलको पातको चाहिँ रेसिपी बनाउन जाँदैछौँ र कर्कलको पातको दुईवटा रेसिपी हामी आज बनाउँदैछौँ। फर्स्टलाई चाहिँ हामीले कर्कललाई चाहिँ केलाएर राम्रोसँग पकाउनुपर्छ र यो कर्कल चाहिँ हाम्रो बारीकै कर्कल हो र यसको डाँठ पनि युज गर्न मिल्छ। त्यसपछि चाहिँ कुकरमा चाहिँ यसलाई सफा गरिसकेपछि राखिदिने र डाँठ पनि राख्न मिल्यो, डाँठ पनि युज गर्न मिल्छ कर्कलको। र त्यसपछि चाहिँ 1 चम्चा बेसार, स्वादअनुसार नुन र अलिकति तेल चाहिँ 1 चम्चा तोरीको तेल हामीले युज गरेको छौँ। 1 चम्चा तोरीको तेल चाहिँ यसमा एड गरिदिने। साथै यसमा चाहिँ आधी पोटोको चाहिँ पानी पनि एड गर्नुपर्छ, अलिकति पानी राख्नु पर्यो भनौँ। अनि त्यसपछि चाहिँ अब यसमा चाहिँ ढकनी लगाइदिने। ढकनी लगाएर हामीले चाहिँ यसलाई सिटी लाउन दिनुपर्छ होइन। अब सिटी चाहिँ कम्तीमा नि 6-7 सिटी लाउनुपर्छ। ठुलै आगो गरेको छौँ हामीले। त्यसपछि अब त्यसको कर्कलको करीको लागि चाहिँ अब मसला बनाऊँ। त्यसको लागि चाहिँ जिरा 1 चम्चा जिरा र सरसो येल्लो मस्टर्ड भन्छ नि त्यो राख्ने होइन, सरसो राख्ने 1 चम्चा। त्यसपछि चाहिने सामग्रीहरूको प्याज, टमाटर, लसुन, त्यसपछि यो कागती अनि खुर्सानी। त्यसपछि हामीले चाहिँ 7 सिटीसम्म यो कर्कललाई चाहिँ उहाँले 7 सिटी कुकरको 7 सिटी लागिसकेपछि चाहिँ अब यो पाकिसकेको छ। ग्यासलाई चाहिँ अब अफ गरिदिनुपर्छ र ग्यास अफ गरिसकेपछि चाहिँ अब त्यसको पुरै ग्यास जान दिने सिटीको। त्यसपछि हामीले यसलाई खोलेर हेर्दाखेरि हेर्नुहोस् त यस्तो मजासँग पाकिसकेको, लतक्क पाकेको छ। अब यसको चाहिँ हामीले चाहिँ अब तरकारी बनाउने होइन, यसलाई झान्नु पर्यो। यसलाई झान्नको लागि चाहिँ एउटा कराईमा चाहिँ आधा डाडु तोरीको तेल राख्ने। त्यसमा अघि राखेको जिरा र जुन सरसोको जुन मिक्सर छ त्यसलाई हाल्ने। 2टा छुटेको खुर्सानी पनि त्यसमा एड गरिदिने र त्यसपछि क्रस गरेको गार्लिक जुन यो थिचेको लसुन राखिदिने। त्यसलाई एकछिन फ्राई गरेर एकछिन चलाएर फ्राई गर्नु पर्यो। त्यसपछि अघि काटेर राखेको प्याजलाई पनि राखेर चलाउने। र प्याज अलिकति हल्का ब्राउन भइसकेपछि चाहिँ त्यसमा अलिकति नुन, स्वादअनुसार नुन र अलिकति बेसार चाहिँ एड गरिदिने। 1 चम्चा बेसार एड गरिदिने। त्यसपछि काटेर राखेको टमाटर पनि त्यसमा एड गरिदिने र त्यसलाई पनि मजाले चलाउने। त्यसपछि मसला बनाउनको लागि चाहिँ जिरा धनियाँको धुलो र अलिकति 1 चम्चा खुर्सानीमा अलिकति पानी घोलेर अनि त्यो घोललाई चाहिँ त्यसमा राखिदिने। त्यसपछि चाहिँ अघि उसिनेर राखेको जुन कर्कलको जुन पात थियो त्यसलाई चाहिँ यसमा फेरि एड गरिदिने। कस्तो लतक्क छ। त्यो गर्ने बेलामा चाहिँ हामीले त्यसलाई राम्रोसँग घोल्नु पर्यो होइन, मिक्स गर्नु पर्यो र त्यसलाई पनि चलाउने। त्यसपछि त्यो भाँडाको कुकरमा भएको अलिअलि कर्कल सबै त्यसमा जाओस् न। अलिकति अब कतिको लतक्क चाहिन्छ होइन, कतिको बाक्लो खानुहुन्छ त्यही अनुसारको चाहिँ हामीले चाहिँ आधा कप जति पानी चाहिँ त्यो कुकरमा राखेर अनि त्यसमा हालेको छौँ र यसमा एकछिन पाक्न दिनु पर्यो। त्यसपछि चाहिँ एकछिन यसले पकाउने। एकछिन ढाकेर चाहिँ सानो आगो गरेर चाहिँ एकछिन यतिको उम्लिन दिने, एकछिन पाक्न दिने। त्यसपछि चाहिँ 2-3 मिनटपछि चाहिँ ढक्कन खोलेर हेर्ने र यो पाकिसकेको छ हेर्नु त। हेर्दै कति मिठो लागेको छ होइन। त्यसपछि ग्यासबाट निकालेर चाहिँ एउटा कागती त्यसमा निचारिदिने र कागती नै हामीले निचारेर त्यही राखिदिएको छौँ। अब हामी अर्को रेसिपी गर्ने र अब कर्कलको पातको पकौडा गावा हाम्रो अर्को रेसिपी रेडी लाग्दैछौँ। त्यसको लागि चाहिँ मिक्सरको भाँडामा पहिला अर्को रेसिपीको लागि चाहिँ लसुन 4वटा, अदुवा सानो टुक्रा, सुकेको खुर्सानी 2टा, त्यसपछि बेसनको धुलो 2 चम्चा, त्यसपछि चाहिँ अर्को यो चामलको पिठो 2 चम्चा, सरसोको
सर्सु 1 चम्चा, त्यसपछि ब्ल्याक पेपर पाउडर सानो 1 चम्चा, अनि त्यसपछि गरम मसला सानो 1 चम्चा, आधा चम्चा, ठुलो चम्चाको आधा चम्चा, स्वाद अनुसार नुन, बेसार 1 चम्चा, र यो एक्स्ट्रा चाहिँ अलिकति जिरा र गेडावाला जिरा र धनिया पनि त्यसमा राखिदिने, साथै त्यसमा चाहिँ जिरा धनियाको पाउडर पनि 1 चम्चा राखिदिने, र त्यसलाई चाहिँ त्यसरी मिक्सरमा अलिकति पानी हालेर चाहिँ ग्राइन्ड गरिदिने, र ग्राइन्ड गरेर यस्तो मिक्सर आउँछ हेर्नु त। र यसमा चाहिँ अघि हामीले ज्वानो राखेको थिएनौँ, त्यही भएर ज्वानो यसमा पहिला सुरु 1 चम्चा ज्वानो राखेर त्यसपछि त्यो भाँडामा मिक्सर हामीले राखेको छौँ, र ज्वानो र त्यो मिक्सर हामीले एड गऱ्यौँ। त्यसपछि त्यसमाथि चाहिँ 1 चम्चा तोरीको तेल राख्यौँ, र अलिकति पातलो भएको थियो घोल, त्यही भएर 2 चम्चा जति चाहिँ बेसन हामीले चाहिँ बेसन यसमा एड गरेर चाहिँ यतिको कन्सिस्टेन्सी हुनु पर्यो, किनभने धेरै पातलो हुनु भएन त्यसको मिक्सर। र त्यसको यो कर्कलको पातको बाहिर योको रेसाहरू यो बिचबाट अहिले भिडियोमा देखाए जसरी त्यसरी निकाल्नुपर्छ, र कर्कलको पातले राम्रोसँग सफा गरेर यसलाई चाहिँ यसरी राख्ने, भिडियोमा देखे जस्तै गरेर पातलाई त्यसै राखेर अहिलेको मिक्सरलाई चाहिँ चम्चाको सहाराले अथवा हातले अझै राम्रोसँग मजाले फैलिन्छ, यसरी चाहिँ जताततै पर्ने गरेर चाहिँ यो लेप चाहिँ लगाउने, त्यो अहिलेको मिक्सर जुन छ त्यो चाहिँ लगाउने, त्यो मसला, र यो मसला चाहिँ जताततै यसरी लगाएपछि चाहिँ मसलाको बास्ना यति मिठो आइरहेको छ, किनभने त्यसमा सर्सो अनि सबै मसलाहरूको मिक्सर छ, त्यही भएर एकदम मिठो स्मेल आइरहेको छ। र त्यसपछि अर्को पातलाई चाहिँ टुप्पो उतातिर फर्काएर होइन जिगज्याग गरेर राख्ने पात चाहिँ, र त्यसमा पनि मसला एड गर्ने, र त्यसपछि चाहिँ हरेक पातमा मसला लगाइसकेपछि त्यो माथि चाहिँ कागती चाहिँ माथिबाट स्क्विज गरिदिने, र त्यसको पातलाई चाहिँ यसरी बेर्नुपर्छ, साइडको पातलाई पनि के अरे फोल्ड गरेर, र माथिबाट पनि यसरी चाहिँ पातलाई यसरी फोल्ड गर्नुपर्छ। हजुरले भिडियोमा देखे जस्तै गरेर फोल्ड गर्नु पर्यो। अब यसमा चाहिँ हजुर डोरीले बाँध्न पनि सक्नुहुन्छ, अथवा हामीले चाहिँ टुथपिक युज गरेर चाहिँ यसलाई चाहिँ स्टेबल बनाएको छौँ। त्यसपछि चाहिँ यो स्टिमरमा अथवा हामीले चाहिँ मोमो पकाउने भाँडामा स्टिम गर्न लागेको छौँ। अब यसलाई र 1/3 पानी 1/3 पानी चाहिँ भाँडामा राखिदिने, र ग्यास अन गरेर त्यो चाहिँ ग्यासमा राखिदिने होइन, अनि त्यसमा चाहिँ त्यसको माथि चाहिँ यो जुन मसला आएको पात चाहिँ त्यो रोललाई चाहिँ त्यसमा एकछिन 10 मिनट जति उमाल्नु पर्यो, उसिन्नु पर्यो। यसरी स्टिम गरिसकेपछि चाहिँ पाकिसकेको छ, र त्यो त्यहाँ स्टिमरबाट निकालेर फेरि एकछिन सेलाउन दिनु पर्यो, किनभने यो चिसै गर्नु मिल्दैन। अब यसलाई चाहिँ काटेर फ्राई गर्ने हो, त्यही भएर यसलाई चिसो हुन दिनु पर्यो, र चिसो भइसकेपछि चाहिँ 5 मिनटपछि अब यसलाई हामीले यसरी चाहिँ सानो सानो पिसेसमा चाहिँ कट गर्यो। त्यसपछि चाहिँ एउटा प्यानलाई चाहिँ ग्यासमा राखेर त्यसको वरिपरि तेल थोरै तेलमा उमाल्नु भएको भएर हामीले चाहिँ यसरी प्यानमा तेल राखेर तेल तातिसकेपछि त्यसलाई त्यहाँ फ्राई गर्यौँ। र यसरी फ्राई गरिसकेपछि चाहिँ अब दुईटै साइडमा राम्रोसँग पाकेको छ छैन फर्काउँदै चाहिँ पकाउने। यो रेसिपी चाहिँ हजुरहरूले घरमा ट्राई गर्न सक्नुहुन्छ, एकदमै मिठो रेसिपी हो। र खाँदा यो कर्कलोको पातमा चाहिँ अब एकदम धेरै भिटामिन ए, क्याल्सियम, आइरन, फलेट हुन्छ, त्यही भएर यो चाहिँ हजुरहरूलाई चाहिँ एकदम हेल्दी रेसिपी पनि हो, त्यही भएर घर यसरी नै बनाएर खान सक्नुहुन्छ। पकौडा पनि पाकिसकेको छ। अब हामी सेकेन्ड लट पकौडा पकाउँदैछौँ। हाफ पाकिसकेको छ, हाफ उतापट्टि चाहिँ हामीले
फेरि पकौडा राखिरहेको छौँ। कर्कलको पकौडा पनि रेडी भयो। यसलाई चाहिँ हजुरले अचारसँग अथवा हामी चाहिँ टमाटो सससँग खाँदैछौँ। एकदमै क्रिस्पी र यम्मी थियो, एकदमै कुरुम थियो, एकदमै मिठो। हजुरहरूले पनि यो घरमा ट्राई गर्न सक्नुहुन्छ। यहाँसम्म भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।